Come sit. Hello guys, we are coming to our village. तर बाटो चाहिँ पहिला भन्दा धेरै राम्रो भएछ। कोही ठाउँमा अफरोड, कोही ठाउँमा पिच, मुस्रो पहिरोहरू खस्छ। बर्खाको बेलामा चाहिँ सकभर ट्राभल नगर्नु होला। मुस्ताङको यात्रा सजेसन दिन चाहन्छु म। कस्तो छ यस्तो पहाडहरू आउट अफ कन्ट्रीमा हेर्न पाउँछ त हामीले? पाउँदैन नि गाइस, ओन्ली इन नेपाल। मोबाइलले तल झारिदिनु हेलमेटै। काठु लक्ष्मी डिलक्स कालीगण्डकी हेर गाइस। यस्तो भ्यू देखाउने फेरि यता ब्याङ होला है धेरैमा केही छैन भए पनि। मलाई इन्भाइट गरेर लगेर जानु भइसकेको छ। यसलाई के भन्छ अरे भिड काट्यो होइन, गोवा जानु। डोबा गाइस, बाटो लगियो रहेछ त त्यसलाई पनि। आशिष दाइ कस्तो छ? यो कति किलो आउला? गाडी लिएर आउनु है आशिष दाइ, गाडी उठाएर लगेर जानुपर्छ पोखरामा। बिक्रीमा छ अरे, गाडी लिएर आउनु भोलि। तर पहिला यस्तो थिएन क्या, कोही छैन पढाइ। Not around like I am rider in पोखरा। चाहिँ दामी बनायो गाउँपालिका। गाउँपालिका हाम्रो पुन हिल, शिख पाउदर, किबाङ जाने बाटो चाहिँ यतादेखि यो राइट साइड छ नि, त्योदेखि जान्छ। यो यताबाट मुस्ताङ दर्शन हान्दिन त मन पर्छ। बाटो तलबाट माथि जानु पुग्दैन। ओहो त्यस्तो नभन्नु न भाइ। कालीगण्डकी हेर गाइस, नदेखेको यही हो तातोपानी बजार गाइस। यही हो होटेल नेचुरल। निकै अब राम्रै चलपल छ होला धेरै लगानीमा है। आउँदाखेरि बस्नु, हामीलाई त बास बस्नु पर्दैन यता, हाम्रो त गाउँ यतै हो है। नआउनु आयो फेरि फर्केर पनि पुगिन्छ। हामी पुरा फोटो हान्दैछ नि त। नारसाङको माथिको झर्ना बप्पा छ। नारसाङको झर्ना, बाहुबली झर्ना। ओके साला छेप्दै हुन्छ क्या ठोक। बाटो त त्यसले पनि रोकेन, मैले पनि रोकेँ। बाटो उकालो बाटो नै औरा नि त हो। तर यस्तो दामी बनाइदिएको यो ठाउँमा चाहिँ हाइस पनि चल्दो रहेछ त है यता। आज हेर्न यस्तो मजाले फिल गर्छ। उयो बिचमा त अझै भर्छ होला, त्यो छैन। धेरै राम्रो नि पहिला बाटो चाहिँ हुनु।
ट्राभल गर्दाखेरि अब रात पर्ने घर नपुग्न नसक्यो भने हामी त यो होटेलमा बास बस्ने गर्थ्यो पहिला है। अहिले त चेन्ज भयो रहेछ। त्यो झर्नाहरू त गाइस देखिँदै देखिन्न। हामी कति घाँस दाउरा गरिन्थ्यो क्या पहिला। मेरो एनसिएलको पनि टावर पुगेको क्या हो। कति वर्षपछि पुरै यस्तै चिज हुन्छ होला। डाँडा नै हो यो ठाउँको नाम। पुल हाल्यो है दामी है। पहिला यस्तो घुमेर यस्तो निस्किन्थ्यो, आजभोलि पुलै हालेछ क्या। पहिला यो बाटो हुँदै हुँदै यस्तो निस्किन्थ्यो जस्तो लाग्थ्यो। आजभोलि पुल हालेर राम्रो गर्दैछ। हुन त धेरै पुरानो भएन पुल हाल्यो। धुलो पनि खानुपर्छ है मुस्ताङको यात्रा गर्दा। Did you find brother? कताबाट छ पुल? भाइले रक्सान छोडेछ यस्तो हुने भाइले राइट हानेर भन्नु न। अझै मैले बिस्तारै चलाएको। मैले यस्तो मिठो चलाइदिएको भए त कहाँ पुगिसक्थ्यो हामी त। के छ गाइस? ठिक छ? कहाँ हो तिमी त कसको छोरा रे? प्रेम मामाको छोरा है। तिमी चाहिँ मन बहादुरको। तिमी कसको? केशर उहाँको दानाको केशर है। ओहो यत्रो ठुल्ठुलो भएछ। बल खेल्दैन? बल खेल्दैन यहाँ ग्राउन्डमा? हो र? ओहो हामी दसैँ मान्न आउने केटाहरू भाग्ने भएछ त यार। भोलि आउँछ खेल्नुपर्छ है। हाम्रो प्रदीप त्यही छ ल ल। हिँड्ने भनेको होइन र? फेरि खोलामा फेरि घुम्मै पुग्दैन गइरहेन साथीभाइ। कस्तो फर्स्ट टाइम चलाएर होला अलि नर्भस के पुलमा चाहिँ। सधैँभरिको होइन यो जुनी। टायरको निशानाहरू त एउटा पनि छैन त। केटाहरूले कहाँबाट लान्छ भाइ? बस्नु एकछिन दाइ अलि हेभी के। कहाँ हो हाम्रो केटाहरू? कोही हाम्रो स्वागत गर्न बसेको छैन है क्या हो कतै नि। सालालाई बनाइदिने सालालाई नै हालिदिने हो। आजभोलि त गाउँको मान्छेहरू नयाँ
बाजे नमस्ते म्याग्दी पुऱ्याइदियो त लाइटै निस्किन लाग्यो साला भालुले खाला के हो अनि बहिनी के छ खबर के हो र बाटो छेकेर बस्दिने यस्तो